हेलो एन्ड नमस्ते गाइस, सम्पूर्णमा नमस्ते। आज चाहिँ म छु र हामीसँग हाम्रो दाइ हुनुहुन्छ सुनिल कुमार मिश्र। उहाँ चाहिँ अल द वे फ्रम धरान है त। अनि उहाँसँग चाहिँ धेरै एक्सपिरियन्स छ है, धेरै गल्फको चाहिँ एक्सपिरियन्स लिइसक्नु भएको छ। ओमान, कुवेतदेखि लिएर दुबई सबै एक्सपिरियन्स लिइसक्नु भएको छ है त। अनि अब दाइलाई चाहिँ म एक दुईटा क्वेसन सोध्न चाहन्छु। अहिलेको युथहरू, हाम्रो एसएलसी दिएका भाइ बहिनीहरू अथवा 12 सकेका भाइ बहिनीहरू चाहिँ उहाँहरू चाहिँ धेरैजना बरिस्तामा इन्ट्रेस्टेड हुनुहुन्छ। अब मैले भिडियोहरू हालिरहेको हुन्छु, त्यो भिडियोहरू देखेर उहाँहरू धेरै इन्ट्रेस्टेड हुनुहुन्छ। उहाँहरूलाई चाहिँ तपाईँले के सजेसन दिन चाहनुहुन्छ बाहिरको बारेमा, गल्फको बारेमा? के गर्दा चाहिँ बेटर हुन्छ? बरिस्तालाई चाहिँ कसरी इम्प्रुभमेन्ट गर्दै लिएर जानुपर्छ जस्तो लाग्छ हजुरलाई? हजुरको सजेसन दिनु होला प्लिज। मेरो सजेसन अनुसार हैन, हजुर, बरिस्ताको लागि सबभन्दा ठुलो कुरो हो हैन, जस्तो तीनवटा कुरामा म बेसिक मलाई थाहा छ हैन। सबभन्दा पहिला कफी मसिनको क्यालिब्रेसन हो, जो कि अहिले वर्ल्ड वाइडमा तपाईको चलेको मोस्ट अफ देम स्पेशलिस्ट कफीतिर लागिरहेछन् हैन। त्यो कुराहरू नेपालमा कतिको थाहा छ त्यो मलाई थाहा भएन। तर सबभन्दा पहिला तपाईको अहिले स्पेशलिस्ट कफीको सबभन्दा ठुलो स्ट्यान्डर्ड कुरो भनेको हैन 18 ग्राम कफी बिन्स हो, जसको एक्सट्र्याक्सन यानी कि रेसियो गर्दाखेरि 1:2 हुन्छ, जो कि 36 देखि 40 ml सम्म हुन्छ। र टाइमिङ भनेको 25 देखि 30 सेकेन्डमा एक्सट्र्याक्ट हुनुपर्ने, त्यो भनेको एज अ जेनरल फिनोमेना हैन। त्यसमा कुनै कुनै सिचुएसनमा बिन्स अनुसार, रोस्टिङ अनुसार त्यो टाइमिङ फरक हुन सक्छ। त त्यो भनेको जब तपाईले हैन ओभर एक्सट्र्याक्ट, अन्डर एक्सट्र्याक्ट थाहा पाउनुभयो र एक्ज्याक्ट एक्सप्रेसो तपाई निकाल्नुभयो भने तपाईको सबभन्दा पहिला त्यो तपाई बरिस्तामा नम्बर 1 ख्याति प्राप्त गर्नुहुन्छ मेरो विचारमा हो। हजुर, तो त्यसको लागि अब कति हाम्रो साथीहरूलाई यो लागिरह्यो होला कि अन्डर एक्सट्र्याक्ट, ओभर एक्सट्र्याक्ट के हो भन्दाखेरि जब तपाईको बिन्स फाइन हुन्छन्, जब टाइम धेरै लिन्छन्, त्यसलाई हामी ओभर एक्सट्र्याक्ट भन्छौँ, जसको टेस्ट तपाईको डार्कनेस, बिटर, बर्निङ हुन्छन् हैन। दोस्रो भयो अन्डर एक्सट्र्याक्ट, कि तपाईको कम समयमा ओभरफ्लो हुने, धेरै मतलब त्यो टाइमिङमा तपाईको आयो भने त्यो भनेको वाटरी हैन, तपाईको टेस्टलेस हुन्छन्, त्यो भनेको एउटा फर्स्ट कुरो हो। हजुर, दोस्रो कुरो भयो तपाईको जस्तो हामी मिल्क स्टिम गर्छौं, त्यसमा हरेक ड्रिङ्कको स्पेशलिस्ट कफीमा टेम्परेचर फरक फरक हुन्छ, जसले तपाईको स्मुथ, ग्लेसी, टेक्सचर, क्रीमी, माउथ वाटरिङ विथ द टेम्परेचर अनुसारको फरक फरक हुन्छ। जस्तो कि म जम्मा अहिले बेसिकमा तपाईँ जानुभयो भने हजुर 4वटा ड्रिङ्क लैलौँ। हजुर, जस्तो कोर्टाडो भयो, फ्ल्याट व्हाइट भयो, लाते भयो, क्याफे लाते। लाते भनेको त इटालीमा मिल्क हुन्छन्, हजुर, र क्यापुचिनो भयो, हजुर। त जसको सबैको टेम्परेचर स्पेशलिस्ट अनुसार फरक फरक हुन्छ र त्यसको टेस्ट पनि फरक फरक हुन्छन्। तपाईको टेक्सचरदेखि लिएर, ग्लेसीदेखि लिएर, फोमीदेखि लिएर, क्रिमीदेखि लिएर कम्बिनेसन कफीको चाहिँ एकदम फरक हुन्छन्। जस्तोमा म आज एउटा सानो जानकारी दिन चाहन्छु। जस्तो तपाईँ कोर्टाडो बनाउनु भयो भने हैन, त्यसको टेम्परेचर भनेको 50 देखि 55 डिग्री सेन्टिग्रेड हुनुपर्छ। मतलब एक्सिड भनेको तपाईको 55 हुनु भएन, हजुर, र 50 पनि हुनु भएन, यानी कि परफेक्ट भनेको मिडलमा तपाईँ रेसियोमा जानु। त्यो टेम्परेचरमा तपाईँ बनाउनु भयो र फोम अलिकति थिक हुनुपर्छ कोर्टाडोमा, सेम लाइक नट क्यापुचिनो बट अलिकति थिक हुनु पर्यो, जसले गर्दा तपाईको इमेजिङ माउथ वाटरिङ टेस्ट दिन्छन्। फ्ल्याट व्हाइटमा भयो माइक्रो फोम हुनु पर्यो, त्यसको टेम्परेचर तपाईको 55 देखि 60 डिग्रीमा हुनु पर्यो। हजुर, र मिडियममा तपाईँ लिएर एभरेजमा लिएर जानुभयो भने 57, 58 भनेको पर्फेक्ट हुन्छ। फोम भनेको कोर्टाडो भन्दा कम हुनु पर्यो, हजुर हैन। त्यसले गर्दाखेरि तपाईको टेस्टमा डिफरेन्ट पार्छन्। लाते भनेको तपाईको 60 देखि 65 हुनु पर्यो हैन। लातेमा फोम नर्मली तपाईँ जानु भने माइक्रो फोम 1 सेन्टिमिटर फोम तपाईँ भन्नुहुन्छ, जसले गर्दा तपाईँ आर्टहरू बनाउनलाई सजिलो हुन्छ। फ्ल्याट व्हाइट र लातेको टेम्परेचरमा जब तपाईँ आर्ट बनाउनुहुन्छ त्यतिखेर तपाईको सोचे जस्तो हुन्छन्। र क्यापुचिनो भनेको अहिले स्पेशलिस्टहरुमा त मान्छेहरूले भन्छन् क्यापुचिनो बनाऊ देऊ, तर मेन क्यापुचिनो भनेको जहिले पनि बुझ्नुपर्ने कुरो के हो भन्दाखेरि क्यापुचिनो भनेको जहिले पनि 1/3 एस्प्रेसो, 1/3 स्टिम मिल्क र 1/3 थिक, मोर थिक फोम हुनु पर्यो। र नर्मली इटालियन वेमा जानुभयो भने चकलेट पाउडर अन द टप हुन्छ। र बी अवेयर क्यापुचिनोमा कहिले पनि आर्ट हुँदैन हैन। ठिक छ त, यो भयो अब हाम्रो बरिस्ताको बेसिक कुराहरू हैन। अब जो बाहिर गएर स्ट्रगल गर्न चाहिरहेछ, दुःख गर्न चाहिरहेछ,
उसले चाहिँ फर्दर लाइफमा चाहिँ कसरी उसले स्टार्टिङ गर्न सक्छ, कसरी विदेशका च्यालेन्जेसहरू के छन्, कसरी कस्ता कस्ता कुराहरू फेस गर्नुपर्ने हुन्छ, यो बारेमा पनि थोरै भनिदिनु न। होइन, विदेशमा तपाईँ जानुभयो भने सबभन्दा पहिला त बेसिक स्किल त आउनु पर्यो होइन। विदेशमा तपाईँ जतिसुकै नेपालमा जे जस्तो गरे पनि तपाईँको बेसिक नलेज तपाईँसँग हुन्छ, अनि त्यसले गर्दाखेरि पछि पछि चाहिँ इम्प्लिमेन्ट गर्न सकिन्छ। तर सुरुमा स्ट्रगलहरू हुन्छन्। एज अ वरिष्ठ तपाईँ आउनुभयो भने फ्रेन्चाइजहरूमा या ठुलो ठुलो कम्पनीमा आउनुभयो भने तपाईँको स्टार्टिङ भनेको हरेक कुरामा नाइ भन्नु हुँदैन होइन। डिसवासिङ पनि गर्नुपर्छ होइन, सर्भिस पनि गर्नुपर्छ, प्री वासिङ पनि गर्नुपर्छ होइन। त्यसपछि तपाईँको वरिष्ठ भनेको मेरो नजरमा अलराउन्डर हो, एक्सेप्ट टोयलेट क्लिनिङ गर्नु हुँदैन। बाँकी तपाईँको डिसवासिङ भयो, फ्लोर क्लिनिङ भयो, गार्बेज फाल्नु भयो, तपाईँ सर्भिसमा जानुभयो, अर्डर टेकिङ गर्नुभयो, कस्टमरलाई वेलकमिङ गर्नुभयो, तपाईँको हरेक ड्रिङ्क अनुसार जुन कम्पनीमा तपाईँ जानुहुन्छ त्यो कम्पनी अनुसार तपाईँको 3 महिना तपाईँले त्यो कुराहरूको आफूमाथि इम्प्लिमेन्ट गर्दै जाने हो। त्यसको रेसियो के हो, रेसिपी के हो, कस्तो काम गरिन्छन् एज अ टिम वर्कमा। जस्तो तपाईँको स्टार्टिङमा जस्तो म एज अ वरिष्ठ सुरु गर्दाखेरि कोस्टा कफीबाट सुरु गरेको दुबईमा, त्यहाँ भनेको मैले 1 महिना डिसवासिङ मात्रै गरेको, त्यसपछि प्री वासिङ गरेको, त्यसपछि अर्डर टेकिङ गरेको, त्यसपछि तपाईँको फ्लोटर भनेको कहाँ जरुरी छन् त्यसमा काम गर्ने, त्यसपछि तपाईँको ड्रिङ्कहरूको बारेमा नलेज लिए, आफ्नो लागि आफै कफी बनाए होइन, त्यसपछि कस्टमरको लागि बनाए, क्यालिब्रेसनको बारेमा फोकस गरे। अनि आफूले त्यो अनुसार जब तपाईँसँग बेसिक छ र जब तपाईँ कुनै नयाँ कम्पनी जोइन गर्नुहुन्छ भने सुरुको 3 महिना स्ट्रगल गर्दै आफू सिक्दै हरेक कुरामा एउटा सिफ्ट ह्यान्डलसम्म गर्न सक्ने जस्तो क्षमता हुनुपर्छ। र ड्रिङ्क जहिले पनि एज अ वरिष्ठ होइन, जुनसुकै जस्तो सुकै प्रेसरमा भए पनि आफूले फलो गर्ने भनेको जुन कम्पनीमा जुन कफी सपमा काम गर्नुहुन्छ त्यसको रेसिपी, त्यसको स्ट्यान्डर्ड अनुसार हामीले फुलफिल्ली कस्टमरलाई सेटिस्फाई गर्नुपर्छ। त्यति गर्दै गयो भने अर्कालाई हेर्नु हुँदैन, अर्काले के गर्छ कता गर्छन्, आफू पर्फेक्ट हुने र आफूले जो रुल रेगुलेसन छन्, जुन आफूसँग एउटा बेस छ जुन छ त्योमा आफू फोकस गर्दै कस्टमरले फुल सेटिस्फाई दिने। र जब तपाईँले बनाएको कफी एउटा गेस्टले जब सिप लिन्छन् त उसले वाउ भन्नुहोस् होइन। मेरो विचारमा सबभन्दा बेसिक त्यही हो। त्यसपछि तपाईँ सिक्दै जानुहुन्छ, त्यो अनुसार ढल्दै जानुहुन्छ, देश मान्छे म्यानेजमेन्ट अनुसार तपाईँ ढल्दै जाने हो। तर जुन अघि मैले कुरा गरेको बेसिक फन्डामेन्टल कुरो वरिष्ठको लागि मलाई लाग्छ मेरो 20-21 वर्षको एक्सपिरियन्स अनुसार त्यही नै हो। दाइलाई धेरै धेरै धन्यवाद। आज चाहिँ मैले भिडियोहरू बनाइराखेको हुन्छु, धेरै जसो बारिस्ताको बारेमा के छ कसो छ भनेर धेरै हजुरहरूलाई सेयर गरिरहेको हुन्छु। मसँग हाम्रो दाइ हुनुहुन्छ, दाइसँग पनि मैले धेरै कुराहरू सिकिरहेको हुन्छु, दाइको एक्सपिरियन्स पनि हजुरको माझमा सेयर गरिरहेको हुन्छु। र आज चाहिँ मैले दाइलाई पनि हजुरको माझमा लिएर आएको छु। तपाईँहरूले सुनेर यो गफ सुनेर यो भिडियो हेरेर तपाईँहरूले केही सिक्नुभयो होला भन्ने आशाका सहित अर्को भिडियोमा फेरि पनि भेटौँला। बाई बाई, ह्याभ अ गुड टाइम। तपाईँलाई पनि धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच दाइ। तपाईँको भ्लगमा आएर म आफ्नो केही एक्सपिरियन्स सेयर गर्न पाएँ। थ्याङ्क यू दाइ, थ्याङ्क यू सो म मच। कतिको ठिक छु बेठुक छु त्यो त अब जजमेन्ट गर्ने मान्छेहरूको माथि हो। मैले आफ्नो जस्ट एक्सपिरियन्स सेयर गरेको। थ्याङ्क यू सो मच दाइ, थ्याङ्क यू सो मच। द्याट्स अल फर टुडे गाइज, बाई बाई।